हामी यहाँ कुर्बान घिसिङको समर्थनमा छौँ सबैजना। पठाइपछि अब देशलाई अन्धकारबाट उज्यालोमा उहाँले लानु भएको थियो। फेरि अँधारामा उहाँले फेरि टुकीतिर फर्काइदिनु भयो होइन, टुकीतिर फर्काइदिनु भयो। निलम्बन गर्नुपर्ने मान्छेले नगरेर उहाँलाई गर्नु समय पनि 3 महिना लाग्यो। समर्थक नमस्ते नमस्ते। सिग्नेचर गर्नु कुर्बान घिसिङ जिन्दाबाद। आउनु न आउनु आउनु त्यति भनेपछि मात्रै गर्नु न गर्नु गर्दिनु। नेपालमा बस्ने मान्छेलाई नै थाहा छ उहाँको बारेमा, यो हामीलाई कस्तो लोड सेटिङ र अन्धकारबाट मुक्त उहाँले नै गर्नुभएको। अब फेरि इन्भर्टर भित्राउने होला अनि भनेन त हामीले इन्डियालाई मान्नुपर्छ भनेर त्यो फेरि त्यसमा दीपक सबै ठाउँबाट सबैले यसरी जागरण अभियान चलाउँ। एउटा साउन्ड बजाइदियो माग्नु के हो है?